हेलो मित्रहरू सबैमा शुभ बिहानी र आज कार्तिक 8 गते र हाम्रो च्यालेन्जको 21 डेज च्यालेन्जको दोस्रो दिन र हाम्रो बिहानी सुरु भइसकेको छ र म चाहिँ हरेक दिन हल्का तातो पानी पिएर मेरो दिनको सुरुवात हुन्छ र तपाईको दिनको सुरुवात कसरी गर्नुहुन्छ तपाईहरु आफ्नो दिनको सुरुवात कसरी गर्नुहुन्छ कमेन्ट गरेर भन्नु होला। मेरो चाहिँ यो 5-6 वर्ष अगाडिदेखिको यो मेरो बानी हो र बिहान उठ्न बित्तिकै मलाई हल्का नरम तातो पानी चाहिन्छ। 1 गिलासदेखि 2 गिलाससम्म म पिउने गर्छु र आज मैले यो मेरो दोस्रो गिलास हो र यहाँ पर्तिर मेरी अर्धङ्गानी मेरी महारानीले खाना पकाउन सुरु गरिसकेका छन् र मेरो आजको च्यालेन्ज भनेको मेरो यो युट्युब च्यानललाई व्यवस्थित गर्ने हो र मलाई पनि थाहा छैन, सबै युट्युबमा गएर ट्युटोरियल हेर्दै बनाउने हो। अब चाहिँ छोराले कपडा धुन थालेछ र सबैले आफ्नो काम गर्न सुरु गरिसकेछ र अब चाहिँ खाना खाएर रेस्ट पनि गरिसक्यो। दिनको 12:20 भइसकेको छ। आज के गर्ने? ओ के गर्ने त आज? ल इन माथि कोपाकोमा गएर नरिवल लिएर नरिवलको दुध बनाउने आज। ट्राई गर्ने। ल उठ, कपडा चेन्ज गर है। नुहाउनु त अघि नुहाइस् नि हो। ल उठ, ल कपडा चेन्ज गर। ल हामी अब कपडा हल्का चेन्ज त गर्नै पर्यो, हिजोदेखि लगाएको यो है, चेन्ज त गर्नै पर्यो। ल मैले चाहिँ कपडा चेन्ज गरिहालेँ। नि छोरा मान्छेहरूको लागि त के अरे, एउटा पेन्ट र एउटा टी सर्ट लगाएपछि सबै कुरो भइहाल्यो, पर्फेक्ट होइन। र यो टी सर्ट चाहिँ मेरो काइला पासिबेको कान्छी छोरीले टिका लगाएर दिएको, एकदम पर्फेक्ट कलर, मलाई मनपर्ने कलर। र अरूभन्दा मलाई मन परेको स्लोगन यहाँ जुन लेखिएको छ नि, अलवेज इन्स्पायर युर सेल्फ, यो चाहिँ एकदम दामी लाग्यो है। अब छोरा के गर्दैछ? ओइ बाबु ब फिनिस, ल लेट्स गो। ओके ल यो के छ? तेरो जुत्ता लाउने कि चप्पल लाउने हो? मेरो चप्पल त चुडाइदिइहाली छैन, त्यो पनि बोक त, त्यो सिलाएर ल्याउनुपर्छ। अब म जुत्ता लाउँछु होइन। यो चस्मा पनि स्क्राच भएको होला भनेको त पुछै नपुगेको रहेछ। यसमा त राम्रै देखिँदो रहेछ स्क्राच चाहिँ। यो हो हाम्रो चुलाचुली गाउँपालिका वार्ड नम्बर 4 को भ्यूज। यो चाहिँ हो मेरो आप्पाको घर। मेरो आप्पा हुनुहुन्छ, आमा सुतिरहनु भएको छ है। नरिवल 1-2वटा लिनु आएको आप्पा। ल ल ल ल छोरा के हो यतिखेर भात खाँदैछस्? ल हेर, यो चाहिँ मेरो भाइ कान्छ है। भाटा लगाएर आमा उयो गर्नुपर्छ। यो के अरे भाटा लाएर भाटा, त्यो उयसमा भाटा बाँधेर झार गरेर टपमा छ। यहाँ माथि माथि छ है। त्यो टपमा छ त। अनि यहाँनिर यो अर्को यो अलिक छोटोमा आमा उफ। नरिवल त यस्तो नै छ, तर झार्ने कसरी भयो है। ओहो, यहाँ भन्दा अर्को ठुलोमा रहेछ टर्ने।
यसमा चाहिँ छ मजाको रहेछ तर कसरी झार्ने हो झार्नु पो गाह्रो भयो ल अब झार्ने हो जसरी भए पनि ल टन्नै भयो पर्दैन मलाई सोध माछा उयो ल जिन्दगीमा पहिलो पटक डोको बोक्दैछस् अलिक माथि सार तेरो नाम लो अलिक माथि ल बोक भाइ बोक यो यिनीहरु दुईटा रहेछ ल यहाँले एउटा म बोकिदिन्छु ल ल छोरोले पहिलो पटक डोको बोके ल हामीले नरुवा पनि लिएर आइसकेको छौँ र यति धेरै नै लिएर आएको छौँ आज पहिलोचोटि हामीले म चाहिँ कोसिस गर्न लागिरहेको छु यसको दुध बनाउने त्यही भएर यो सानो सानो पिसलाई चाहिँ म पहिला बनाउने छु यदि यो सक्सेस भएछ भने हामी यो ठुल्ठुलो पिसलाई फेरि सुरु गर्नेछौँ र त्योभन्दा पहिला अगाडि हल्कामा सफा गर्नेछ होइन यसरी सफा गरौँ होइन सफाइ छ है यसको खासै सफा गर्नु पर्दैन अब यहाँ ग्यासमा बसाउने हो दुधको जस्तो यस्तो फिजाएर त पोख्दैन होला नि त हैन हो त्यो आशा छ त्यो आश गरौँ हैन र त्यस्तो नहोस् यसरी बिस्तारो उम्लेछ है ल सिल्क काट्न आएको
है यसको कहाँ छ यसको खोल्नु परेको कहाँ दुध जस्तो हुँदैछ नि फेरि दुधको जस्तै हुँदो रहेछ नि ठ्याक्कै दुधको जस्तै उम्लिँदो रहेछ है दामी हो हेर्छ ढिक्का ढिक्का हो दुधको जस्तो बिगौती जस्तो हो त बिगौती जस्तो है ढिक्का ढिक्का भयो दामी यो ग्यास पनि अलिक सानो बनाएर हालेर खाउँला खोइ ठ्याक्कै दुधको जस्तै ढिक्का ढिक्का है यसको यो तर निकालिदिनु राख्नुलाई एउटा बुर्का निकाल्दैन होइन यो अलिक यताबाट चाहिँ आउनु सानो आउनु कहीँ हो सानो गयो यतापट्टि गरेको छु नर्मली मम्मीले ज्वरो कराउनुहुन्छ किन कराउँछ के छैन यति तमास गरेको हुन्छ यो दुधको मासुले चाहिँ जम्दै छ यो चाहिँ चालेर खानुपर्छ है Cheers. दुधको जस्तो छ दुधकै जस्तो दुधको जस्तो दुधको जस्तै है यो के अरे यो बिगौती जस्तो सम्म हो अलिअलि कता कता यो नराम्रो टेस्ट आउँछ तर यो एकदम दुधको बिगौती जस्तै यहाँ चाहिँ यो बिगौती बनाएर खानु छ भने चाहिँ यो हल्का चिनी लाएर उमाल्नु पर्ने रहेछ अवश्य खानु चिनी लगाएछ भने एकदम नै चिनी लाएर खान्छ चिनी लाएर खान्छ दूध क्या हो दूध
दुधकै जस्तो भन्छ हौ यति मिहिनेत चाहिँ कुनै फाल्टै टेस्ट पाइन्छ भने त सेम दुधकै हेर तेरो कफीको कलर यस्तो भएको छ है मजाले यो चिनी गोलिएको छैन होइन अझै पनि अब गोलिजासम्म त यो निकै गाह्रो हुन्छ अब तेरो लागि यो कफी रेडी भयो होइन त यो हुन सक्छ हेर त यहाँ पनि कस्तो मजाले जमेछ हेर ठ्याक्कै दुधै यता 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 एक्सपेरिमेन्ट गर्न म त आफ्नो छोराको कफीबाट त नौडाउनु यसको नि के चाहिँ मलाई लाग्यो भने यस्तो कफी चायको भन्दा पनि चियाको लागि भन्दा पनि यो दही जमाएर खान चाहिँ ठिक हुने रहेछ अब भेजिटेरियन दुध पनि पाउनु भयो भेजिटेरियन दुध हो एकदम खाएर न तपाईँले टेस्ट गर्नु दामी छ ल तेरो कफी मजाले खिच्नु यो तेरो कफी है देखिले अब म मेरो कफी म बनाउँछु ल थ्याङ्क यू कस्तो तर कडा नि हो कडा हो कफी कडा हो मिठो छ तर मिठो छ मिठो मिठो भयो भने कम्प्लिट भएछ त होइन त्यो चाहिन्छ दही जमाउनु पर्छ यतिकैमा यो कफीमा पनि अलिक दुध जस्तै जम्न थाल्यो होइन अलिकति दुध जस्तो जम्न थाल्यो यहाँ पनि भेजिटेबल दुधको कफी कफीको लागि यो अनसक्सेस मेरो विचारमा चाहिँ यो ठिक होइन र दही जमाउनु लागि मैले यो राखेको छु खोर्सानी राख्नु पर्छ भनेर भनेको थिएँ होइन त्यो भिडियोमा चाहिँ र अब यो यसलाई यसरी छोपेर अब माटोको भाँडामा दही जमाउन चाहिँ राम्रो हुने हो माटोको भाँडामा दही जमाउँदा राम्रो हुन्छ भनेर भन्थे तर हामीसँग छैन आजको लागि यो नै कोसिस गर्नेछौँ तर ततै छ र हेर्नेछौँ भोलि बिहान कस्तो हुनेछ भोलि बिहानसम्म ओके
यहाँ कसरी राख्ने हो अलिक साँघुरो भयो ठाउँ के आजको लागि यो भेजिटेबल दुध बनाउने काम सक्सेस भयो र कफीको लागि तँलाई कफी कस्तो लाग्यो ठिक छ अलिक कडा भयो भन्दा पनि यो नरिवलको दुधले चाहिँ यो कफी ठिक हुँदैन रहेछ भन्ने कुरो थाहा भयो किनकि यो जमिहाल्दो रहेछ चाँडै नै दुध त जमिँदैन यो बनाउन जम्दो रहेछ त्यो थाहा भयो क्या त्यही भएर यो कफी चायको लागि नहुँदो रहेछ यसलाई दही जमाएर खाना चाहिँ अब कस्तो हुन्छ दहीको लागि चाहिँ जमेको छ नि होइन हो त्यो जम्नु हुँदैन अब दही जमाएको छु दही बनाउनुको लागि अब त्यो दही कस्तो हुनेछ र भोलि बिहान अपडेट गर्नेछु तपाईँहरूलाई पनि र के हुन्छ त्यसको रिजल्ट तपाईँहरू सामने भोलि बिहान म लिएर आउँछु यो दहीको बारेमा चाहिँ ल 21 दिने च्यालेन्जको दोस्रो दिन आज मैले मेरो छोराको लागि क्वेसन यहाँ रेडी गरिसकेको छु है अब त्यसले यहाँ लेख्छ है बाबु लु यहाँ आइज त ल आजको क्वेसन त्यहाँ नेपालीमा लेखेको छु तैँले नेपालीमा लेख्छस् कि इङ्ग्लिसमा लेख्छस् तेरो विचार होइन तर तैँले एक्सप्लेन चाहिँ गर्नुपर्छ त्यसको विवरण है ल त्यहाँ लेख है ल हाम्रो यहाँ सब्जी पाक्दैछ र सब्जी पाकिन्जेलसम्म र छोराले त्यो लेखिन्जेलसम्म म तपाईँहरूलाई के भन्न चाहन्छु भने हिजोको मेरो भिडियोमा धेरै नै कमजोरीहरू छ र तपाईँले हेर्नुभएको छैन भने हेर्नु होला र के कति कमजोरी छ तपाईँहरूलाई के लाग्छ केमा सुधार गर्नुपर्छ त्यो पनि कमेन्ट गरेर भनिदिनु होला र युट्युब च्यानलको मेरो केही सेटिङहरू मिलाएको छु तर पनि त्यो सेटिङहरू पुरा भइसकेको छैन र यसरी भिडियो बनाउँदै जानेछु र त्यो सेटिङहरू पनि मिलाउँदै जानेछु र मलाई लाग्छ मेरो विचारमा मैले 60% र 60 to 70% मैले सेटिङहरू मिलाइसकेको छु र अब यो 2-3 दिनभित्रमा सबै सेटिङहरू पनि म मिलाइसक्ने छु है र थम्बनेल हिजो मैले जबरजस्ती बनाएँ हैन हतारमा त्यति बनाउन आउँदैन हैन कुनै पनि एडिटिङ गर्नु पनि आउँदैन बनाउनु पनि थम्बनेल बनाउनु या युट्युबको ब्यानर पनि राख्नु पर्दो रहेछ प्रोफाइल पिक्चर राख्नु पर्दो रहेछ त्यो सबै मलाई अहिले आएको छैन र मैले ट्युटोरियलहरू हेरिरहेको छु र ट्युटोरियल हेर्दै म बनाइरहेको छु आज चाहिँ मैले बस युट्युबको केही सेटिङहरू हैन महत्त्वपूर्ण सेटिङहरू मिलाएँ र भोलिसम्म अरू पनि म मिलाउने छु र 3 दिनभित्रमा मेरो प्रोफाइल पिक्चर ब्यानर र त्यो अरू बाँकी सेटिङहरू पनि म मिलाउने छु है अब चाहिँ ल छोराले सक्यो ल भन त के लेखिस् हैन ल सब्जी पाकिसक्यो ल यो फटाफट यो च्यालेन्ज सकेर खाना खाने अनि आफ्नो काम कुरोमा लाग्ने ल अगाडि त्यो मेरो त्यो प्रश्न पढ मजाले पढेर सुना आज तपाईँले गर्नुभएको 10वटा राम्रो कुराहरू र त्यसको महत्त्वको बारे लेख्नुहोस्। 1. I washed my clothes. I washed my dirty clothes, which help prevent bad smell in my room. सीधा बस्न सीधा. And finding 100 rupees in a process. नेपालीमा त्यसलाई गराउनु गर्न. आज मैले कपडा धोएँ अनि कपडा धुँदाखेरि अलिकति स्मेलहरू हट्यो अनि मैले गोलीमा एक्सरे पनि भेटेँ. I took a bath
I took a bath, which helped me stay clean and avoid any foul smell. आज नआए जैसे मलाई फुल सफा राख अनि अलिक हो त्यो स्मेलहरुबाट पनि अलिक स्मेलहरु पनि हटाइदियो I watched a history documentary. Which helped me understand about the event more. एउटा बढी च्यानलको हिस्ट्री डकुमेन्ट्री गरे त्यसो तिमी कुरा आज बुझाउँदैन कतै यता त्यसले गरेको काममा नै जो ठ्याक्कै पढ हैन अनि त्यसको महत्त्व भनेर फेरि पढ्न त्यसरी I researched the topic. महत्त्व मैले आज एउटा टपिक रिसर्च गरेँ देखिन्छु थिएँ जस्तो चाहिँ आज बुझ्नु सहयोग गरौँ अनि कुनै पनि मिसअन्डरस्ट्यान्डिङ नहोस् भनेर इन्स्योर गरौँ I tried recording a stop motion video. महत्त्व हो त्यो स्टप मोसन भिडियो थाहा छ होला नि तपाईँले त्यसको त मैले रिकर्ड गर्न ट्राई गरेँ होइन तर फोन हल्लेर बस्नु सकेन अनि मैले यो बुझेँ कि हो त मेरो लागि होइन I clean the house. Steps. मैले यो सिडहरू सफा गरेँ जस्तो अलिक सफा राख्नु मम्मीले पनि धेरै रिस उठ्नुबाट रोक्यो अनि दुईचोटि गरेको एकचोटि मम्मीले केही गर्नु पऱ्यो I chose to start writing jokes. कुनै पनि राम्रो लागेको जोक्स हेरेर लेख्नु थालेँ अफकोर्स मेरो अलिकति राइटिङ ह्याबिट अलिक इम्प्रुभ गरौँ अनि हो त्यो होइन बस जोकहरू पनि अलिक सिकायो I tried meditating for a few minutes. महत्त्व मैले आज एकछिन मेडिटेट गरेँ आधी घन्टा जति टाइम भइदाखेरि 7 मिनट गरेको I tried stretching my legs. आज मेरो खुट्टाले अलिकति कन्ट्रोल ट्राई गरेँ त्यो फेरि फ्लेक्सर पार्नु पुरै चाहिँ धेरै नै बिग्रेको छ अलिक I helped my father record a video. महत्त्व मैले आज तपाईँलाई भिडियो रेकर्ड गर्न सहयोग गरेँ त्यसै तपाईँको भिडियो आज अलिक छिटो पनि बनाऊ अनि मलाई पनि अलिकति त्यो फादर सन बन्डिङ यस अनि हो त यो नम्बर 10 अहिले सक्यो यस ल अब अनि आज तपाईँको च्यालेन्ज मेरो च्यालेन्ज मेरो लागि च्यालेन्ज के छ सिम्पल च्यालेन्ज हो तपाईँ सक्नुहुन्छ होला आरामले 50 चोटि कि हो त के पुसअप 50 चोटि अलिक यस्तो होला सक्नुहुन्छ त्यो सजिलो गरी 50 चोटि म यसरी पञ्च गरेर सक्दिनँ यत्रै होइन पन्जाब फिगर गर्छ है 50 चोटि हो अलिकति अब जिउलाई होइन तन्काउनु पर्यो नि होइन 50 चोटि होइन ल गरे ओके भएन भने है हुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 it's hard 43 44 45 46 47 3 more yes just 3 more 48 49 50 भयो it's hard oh really ल अब अर्को च्यालेन्ज म एड गर्दैछु एभ्री मर्निङ तेरो कहिलेदेखि स्कुल लाग्छ यो 13 गते आज कति गते आज 9 गते अझै 4 दिन बाँकी छ अब भनेपछि तेरो स्कुल लागिन्जेलसम्म चाहिँ 6 बजी उठेर वकमा जाने 6 बजे 6 बजी चाहिँ वकमा हिँड्नु पर्यो र त्योभन्दा अगाडि होइन प्रिपरेसनको लागि कति बजी उठ्नुपर्छ त तेरो हिसाबले उठ म मेरो हिसाबले उठ्छु र 6 बजी वकमा हिँड्नु जाने जस्ट 20 to 30 मिनट okay every day now a day understandable okay thank you अब हामी खाना खानेछौँ र आफ्नो शयन कोठामा जानेछौँ त के गर्छस् म भिडियो एडिट गर्छु हस् त धन्यवाद थ्याङ्क यू भेरी मच